सेवारो सोल्टिनी मेरो एक मात्र सोल्टिनी यता मेरो दिदी नमस्ते नमस्ते यहाँ मेरो अमृता दिदी यता हाम्रो एमबी ब्लग छ हामीलाई धेरै सपोर्ट गर्नुभएको पहिले फेरि यहाँ मेरो दिपा बहिनी उहाँ चाहिँ फेरि चिनिन ए तपाईँलाई मैले फेसबुकमा देखिसकेको के भन्नुहुन्छ ल मेरो त आफन्त ल छ्यामा पर्नु हुने रहेछ कसम पक्का हो साँच्चै रेला गरे मेरो निना मुङसा माउली हो नि त कहाँ घर भन्नु त तपाईँको खोटाङ कहाँ माथि कता हो मामाथि हाम्रो चिप्लुङतिर हुन्छ कि होइन मेरो चिप्लुङतिर छ नि त निना मुङसा चिप्लुङ दुम्सा म चाहिँ होइमाल सोल्टीको वान एन्ड अन्ली सोल्टी दिदी दर्शन सबलाई निकाल्नु पर्यो नि यहाँनिर ल मनु बहिनीहरू त कता भागेछ हाम्रो युट्युबको डन बहिनी मेरो नाम शोभा थापा मेरो च्यानललाई सब्सक्राइब गरिदिनु फेसबुकमा पनि मलाई पनि सपोर्ट गर्नु होला हेलो ए हेलो मात्रै हो हेलो नमस्ते सेवारो दाईको भ्लगमा है सबैजनालाई आज चाहिँ एकदम यो चाहिँ आज जतिको खुसी चाहिँ म कहिले पनि भएको छैन र यो मेरो चाहिँ लाइफको अविस्मरणीय क्षणै रहनेछ क्या एकदम हेलो ल सबै हेलो 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 हजुर पनि हेलो गर्दिनँ काइली बहिनी पनि भर्खरै आइपुग्यो बोली स्टाइलबाटै हामी ह्यान्डसम दाई दाईको डान्स आज खतरा आउँछ है ब्रेक डान्स आउँछ दाईको फेरि हामी पनि पहिलोचोटि त विशाल हाम्रो विशाल सर मात्र बहिनी मेरो अन्ली वान सोल्टिनी यहाँ मेरो दिदी अन्ली यहाँ मेरो दिदी अमृत बहिनी को हो यहाँ मेरो सोल्टिनी ल बोल्ने बिजी हुनुहुन्छ यता हेर्नु त कसलाई गरेको र ल तपाईँको खिच्दिनँ कि खिच्दै कि खिच्दिनँ हिमाल सोल्टी घर बास हुँदैन है मार्नुहुन्छ मेरो तेरो सोल्टिनी लिएर आउनु भनिरहेछ घरमा यहाँ मेरो छ्यामा भेटे छ्यामा मेरो माउली छ्यामा गीत आउँछ होला गीतले के हुँदैन त्यही बस्न आया ल ल छामा फर्किनु अब जे आउँछ त्यही गर्नु जे सम्झिनुपर्छ त्यही गर्नु कहाँ नसिकाउनु हुने नि सम्झिनु ल ल ल तपाईँले जे गर्नुहुन्छ त्यही गर्ने हो हाले ल होइन हल्लिने हल्लेर पनि दिनु पर्यो नि त नबुक्ने नबोल्ने क्या हातले मात्रै इसारा मात्रै गर्ने ल ल भयो त्यो त हराइगयो नि ल अलि यस्तो दिनु पर्यो नि त अनि ल ल लास्टमा कस्तो अहिले
आयो ल ल ल फर्किनु दिदी यता फर्किनु ल ल हिमालय फर्किनु उता 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 लास्ट के होइन आयो ल ल फर्किनु तपाईँको सक्यो ल भएको पालो कहाँ त्यो एउटा मात्र भयो आयो सुरुमा यस्तो थियो होइन नि त्यस्तो तपाईँले नि बिर्सिनु भएछ ल ल के भयो स्टेप चाहिँ ल लास्टमा के भयो हेर्नु यता पहिला लास्टको देखाउन लास्टकोले हेत्तेरिका साइलिनीमा हेत्तेरिका म त ढले 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 भयो कहाँ पुगिरह्यो लास्टमा त यस्तो चाहिँ मात्रै भइदिएर आयो ओ काइले सिस कता गयो खोइ काइले सिस कहाँ गयो उहाँ त भुइँमै पल्टिनु भएको थियो आयो आयो ल सक्यो है आजको होइन अर्को गेम छ अब ब्लु छैन ब्लु छैन ब्ल्याक व्हाइट रेड ग्रे पिंक व्हाइट ऑरेंज येलो ग्रे रेड थाक्नु भयो होस् ब्ल्याक येलो रेड ब्लू व्हाइट व्हाइट होइन यो नजिक नजिक भयो चेन्ज गरौँ न यो नजिक नजिक भयो कि यो यस्तो गर्नु पर्यो कि तर खासरी पस्नु हुनु पर्यो नि त फेरि ओके नटोके भनेर थाहा पाउनु पर्यो नि रेड ब्ल्याक ग्रे व्हाइट रेड ब्ल्याक ऑरेंज ग्रे ब्ल्याक विनर भएछ सबैजना विनर हो हामी त विनर भयो त नि कहाँ दुईजना छ त झुकाउने कलरहरू राखिदिनु झुक्याउने कलर राइट झन् धेरै राख्यो झन् झुकिन्छ त धेरै राख्यो झुकिन्छ त्यति सजिलो हुन्छ नि कहाँनिर छ भनेर ब्ल्याक त्यो पनि व्हाइट रेड रेड ब्ल्याक व्हाइट ऑरेंज व्हाइट ग्रे ब्ल्याक रेड व्हाइट येलो रेड रेड व्हाइट ब्ल्याक येलो पिंक पसिना आइसक्यो छिटो चकाउनु है पिंक ब्ल्याक पिंक व्हाइट येलो रेड येलो ब्लैक रेड येलो रेड राजदाई जित्नुपर्छ है राजदाई लेडिजले जित्नु पर्यो लेडिजले के छ हजुर के छ युकेदेखि पनि आइपुग्नु भयो आजकै फ्लाइटमा आज आइपुगेको भर्खरै हाम्रो केशव सर र उहाँ म्याडम चाहिँ सबैजनाको भिडियो रेकर्ड भइरहेको छ सरप्राइज भिडियो हामी बिहान आइपुग्नु भयो है
बिहान आइपुगेको हामी एकदम ढिलो भयो भाउजू नमस्कार सरप्राइज भयो त कस्तो सरप्राइज हेलो हाम्रो सरू अनि जुम्लासिस हाम्रो एल्डो सर आउनु भएको खुसीमा हेर्नुहोस् है यहाँ सबैजना त्यो रवि लामे छाने जस्तो देख्दैछु त मैले त अमिताजी नि तपाईँको लाइफ छैन सेलिब्रेटी भयो त यहाँ श्यामा यता होला आगो चाहिँ माथि पल्टाउनु माथि फर्काउनु चुरोट खाने कोही छैन लाइट भयो ल है हाम्रो लाइभ जर्नी केशव सरले चाहिँ अब यहाँ युकेदेखि नेपाल है सबैजना जो जो आउनु भएको छ है मिस गर्नु भएको छ मिस गर्दै गर्नु मिस गर्दै गर्नु है सफल पार्टी यति धेरै माया गरेर आउनु भयो क्षमा तपाईँलाई लाग्छ त्यो झिझो परेर क्षमा भएन त्यो होइन न त्यो झिझो तपाईँलाई आउँछ त्यो आकाशतिर फर्काउनु त्यो म त हिमाल सरलाई त विशालले भने कि छैन नि कहाँ भन्नु विशाल भाइ यस्तो यार मलाई नभन्ने यार विशाल भाइ यार विशाल भाइ मलाई नभन्ने यार यस्तो नि हुन्छ यहाँ विशाल भाइले मलाई ढाँटेको यार अहिलेसम्म भनेकै थिएन ल वेलकम नेपाल फाइनली भेट भयो केशव सरसँग पनि तपाईँले चिन्थ्यो मनु बहिनी युट्युबको किङ हो उहाँ किङ सबलाई सपोर्ट गर्ने यहाँ हेर्नु त भाइ एउटा युट्युबको पुरै पत्रकार सम्मेलनमा पनि यति मान्छे हुँदैन तर यार विशाल भाइले मलाई यही कुरो चाहिँ भनेन यार विशाल सरले धोका दियो धोका दियो नि मलाई थाहै थिएन सल्टिनी हजुर तपाईँलाई त थाहा थियो अनि तपाईँलाई सरप्राइज मलाई त थाहै थिएन बहिनीलाई थाहा थियो अनि सक्सेस पार्नेमा हो नि त दिपा पनि सबैजनालाई आउनु भएकोमा धन्यवाद सबैजनालाई ल ल ल ल के खानु जानु के खानु सबैजना सरो छुपा रुस्तम छुपा भएन भने लिएको थिएन यसपालि जोडेको रहेछ हामी 30-32जना कतिजना चाहिँ भेला हुने यो सुवर्ण अवसर यो हाम्रो छोटो छुट्टीमा पनि मिलाइदिनेमा हाम्रो मैले अघि नै पनि भने विशेष धन्यवाद सरू लिम्बू ताली 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 सबैको हातमा मोबाइल ताली कताबाट जसले चाहिँ यो कुरालाई अहिलेसम्म पनि एकदमै गोप्य राखेर अनि कार्यक्रमभित्र आयोजना गरेर एकदमै सफल पार्नलाई चाहिँ धेरै ठुलो हात त्यसको लागि जति धन्यवाद दिए पनि कम नै हुनेछ नेपाल आएर भेट्छु मासु खान्छु यसपालि खाइन्छ नाना छेत्रीको छोरा क्यामेरामा सुन्छ भने अनि अर्को यो एकदम भव्य स्वागत र तयारीको लागि पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद अघि अरू धेरै कार्यक्रम बनाएका छौँ अगाडि हाम्रो भिडियोहरू हेर्दै गर्नु होला धेरै सरप्राइज मेरै भिडियोबाट यहाँबाटै नदिउँ होला अरूको पनि आउँछ सायद कन्टेन्ट क्रिएटर हामी सबैले के एकदम खतरा
अनि लाइभमा धेरै छैन दिदीको लाइभै भएन भरे फेरि एक्सपोज हुन्छ सबै होइन कसैले भिडियो हेर्दैन नगरौँ भन्ने धेरैजना धन्यवाद विशाललाई ताप्लेजुङबाट बोलाएको नि हो के गर्नु निको के भयो नि यो ओपन चक्लेट लिएर आउनु राष्ट्रको बोली बाहिर निस्किरहेको लास्ट नमान्नु न चक्लेट खानुलाई लास्ट नमान्नु चितवन बनाइदिनुहोस् चक्लेट लिनु चक्लेट हामी त यहीँबाट हो यता पछाडिको सिस्टरहरू सरहरू नि लिनु सबैलाई पुग्नु पर्यो अरू छैन नि ल मैले पनि लिएँ एउटा ए विशाल भाइले ल कस्तो मिठो छ कि छैन कि एकदम मिठो भएको अवस्था छ होइन मिठो छैन भन्दै सोल्टीलाई मात्रै क्याप्चर गर्छु है म चाहिँ ल यहाँ क्यामेरा कसरी खिचिरहेको छ देखाउनु न यहाँनिर हिमाल सोल्टी कहाँ अगाडि एकछिन यहाँ लुरी बहिनीलाई देखाउँदैछु हाम्रो नेता यहाँनिर मनु राई भोलि पर्सि सेलेक्ट गर्नुपर्छ होइन त्यसो खिचिदिनु बजाउँ नलजाइ अलिक झ्याम कि झ्याम दिदी झ्याम यता दिदी पनि खाना खाँदैछ एक ग्लास खाइदिँदै हेर न दिदी खाइदिन्छ झन् बजाएर खाएको ए विशाल भाइ आज भोकै हुने भयो आज हिमाल सोल्टीको घरमा बास नहोला कि भन्ने डर छ त्यस्तो हुन्न लास्ट नमानी के पानी म ल्याइदिइहाल्छु नि पानी हो खासमा बढी भयो कि त्यति नराम्रो न यो चाहिँ मैले खान लाग्दैछु यो चाहिँ यहाँ हाम्रो केशव सरले खानालाई लगाइरहनु भएको छ मेरो चाहिँ यो जुस चाहिँ मेरो लागि तपाईँले फिल गर्नुभयो विशाल भाइ आज एक प्याक लगाइदिने होइन बोल्दिन ओ विशाल भाइ खोइ मिसाएर दिनु नि मिसाइदिन्न कसैलाई त यार कोकटेल बनाउनु ल